सिम्पल चप्पल लगाएर गाइस हेर्नुहोस्, नत्र त फेरि गाह्रो छ नि त हो। घाम एकदमै मतलब घाम अस्ताइसकेको छ। हामीले पछि फर्किँदा त रात पर्छ जस्तो छ। हामी जान लागेको चाहिँ नि साथीहरू त्यो गाउँ देखिरहेछ नि हो, त्यो गाउँलाई चाहिँ सुन्दरकोट भनिन्छ। अनि हामी कठायतहरूको चाहिँ गाउँ त्यही हो सुन्दरकोट। हेर्नुहोस् है मेरो पछाडि झुलुङ्गे पुल देखिरहेछ कि छैन, भइरहेछ कि नै। अनि मैले गएर झुलुङ्गे पुल नाच्छु नि, त्यहीँनिर हो कि। कताबाट जाने मलाई बाटो थाहा छैन। अनु यहाँबाट हो, प्रिया यहाँबाट हो अनु। गाइस हेर्नु हामी यस्तो बाटोबाट जान्छौँ ल। ओहो ओइ ओइ लडिहाल्यो भने त लडिहाल्यो नि है। सर्टकट जानु पर्यो अरे कि गाइस, होइन घुँडामा समस्या छ। ओह मेरो हिरो, अह दुइटै हिरो। ऊ त्यो बाटो गएको भए होइन, त्यो झुलुङ्गे पुलबाट सजिलो हुन्थ्यो। कुन बाटो हो ल हेर है गाइस, हामी तिनजना छौँ, तिनैजनालाई बाटो थाहा छैन होइन। सुन्दरकोट जाने भनेर त्यसपछि उताको कुन गाउँ हो त्यहाँ पुग्नु फेरि छैन। बाटै थाहा छैन यार। एकदम कम आइन्छ अनि आइहाल्यो भने पनि भने त त्यो झुलुङ्गे पुलबाट जान्छौँ कि हामी, त्यो सजिलो हुन्छ बाटो चाहिँ। तर अलि लामो हुने हो कि, त्यही भएर अहिले हामीसँग टाइम छैन। त्यही भएर टाइम बचाउनको लागि हामी सर्टकट जान लागेको। तर सर्टकट चाहिँ एकदम डेन्जरस छ त गाइस, डेन्जरस पनि छ। ओइ कता कस्तो राम्रो देखिन्छ गाइस, हेर्नुहोस् है भ्यू कस्तो राम्रो छ। भिडियो बनाउने ल, टिकटक भिडियो कहाँनिर गर्छौ यहाँ। ल गाइस म टिकटक भिडियो बनाउँछु है।